ओके गाइज अहिले चाहिँ जति पनि युएसको एलाईहरू छ जति पनि मित्र देशहरू छ नि कसैले पनि आफ्नो वारसिप चाहिँ मिडल इस्टमा पठाउँदिन भनेर भनेको छ। Australia will not send a warship to the Persian Gulf to help protect oil traffic. जापान, युके, अस्ट्रेलिया, फ्रान्स, जर्मनी र साउथ कोरिया। डोनाल्ड ट्रम्पले चाहिँ के भनेको छ भने यदि तिमीहरूले तिमीहरूको वारसिप चाहिँ अमेरिकालाई सहयोग गर्नको लागि पर्सियन गल्फमा इरानको वारमा पठाएनौ भने नि तिमीहरूलाई मैले जानेको छु भनेर भनेको छ। डोनाल्ड ट्रम्पले सोचेको थियो हामी वर्ल्डको नम्बर 1 सुपर पावर हो, हामीलाई को चाहिन्छ र हामी एक्लै काफी छौँ इरानको लागि भनेर सोचेको थियो। तर अमेरिकाले सोचे जस्तो यो वार चाहिँ हुन गएन। प्लान गरे अनुसार यो वार गइदिएन र अहिले अमेरिकालाई यो वार चाहिँ यति महँगो पर्यो कि आफ्नै जनता र आफ्नै सरकारले पनि अमेरिकालाई अहिले पत्याउन छोड्यो। अहिले हरेक दिन क्रिटिसाइज गरिरहेछ, इभन आफ्नो लोकल मिडियाले धरि पत्याउन छोडिसक्यो। ट्रम्पको हालत चाहिँ यहाँसम्म पतला भइसक्यो कि अब दुश्मनको दुश्मन चाइनासँग गएर चाहिँ इरानलाई कन्भिन्स गराउनको लागि चाइनासँग गिडगिडाउँदै सहयोग मागिरहेको छ। अब यो वारमा चाहिँ जियोपोलिटिकल्ली चाइना, रसिया, इरान र नर्थ कोरिया यिनीहरू भनेको कट्टर हो। तपाईँलाई के लाग्छ? अब ट्रम्पले भन्ने बित्तिकै चाहिँ चाइनाले पनि ल भनेर मानिहाल्छ होला त? तपाईँहरू यसरी सम्झिनुहोस्, यो भइरहेको अहिले यो रियल टाइम मेरिटाइममा चाहिँ यो जियोपोलिटिकल वारमा चाहिँ अहिले यो चेसमा चाहिँ जित कसको भइरहेछ भन्दाखेरि चाइनाको। जर्मनीले भनिसक्यो यो न्याटोको प्रब्लम होइन, आफै सल्भ गर। अस्ट्रेलियाले पनि डाइरेक्ट रिजेक्ट गरिदियो, फ्रान्सले पनि डाइरेक्ट रिजेक्ट हानिदियो। अब जापानको त आफ्नो वारसिपहरू अरू देशमा पठाउनको लागि संविधानले नै दिँदैन। अब अहिले युके र साउथ कोरियाले चाहिँ हामी सोचिरहेको छौँ भनेर भनेको छ। कुरा यस्तो छ नि त, यदि अरू देशले चाहिँ त्यहाँनिर आफ्नो वारसिप्सहरू आफ्नो वेपन्सहरू पठाउन थाल्यो भने त्यो एउटा सानो साँगुरो बाटोमा चाहिँ ठुलो युद्धको डर छ। अर्को कुरा, त्यो साँगुरो स्ट्रेट अफ हर्मुज त्यो तेल मार्गमा चाहिँ इरानले आफ्नो सैनिकलाई बलियो बनाएको छ। अब त्यहाँनिर अलिकति केही घाचाघुचो हुने बित्तिकै चाहिँ यो वार चाहिँ हेर्ने यति छिटो फैलिन्छ कि बाँकी रहेको अरू युरोपियन देश र एसियन देशहरूलाई पनि तान्छ यसले। अब यति कुराहरू हुँदा पनि ट्रम्पले चाहिँ फेरि के भन्छ भने इरानसँगको हामीले वार चाहिँ अहिले जितिरहेको छौँ र अहिले इरान चाहिँ हामीसँग गिडगिडाउँदै नेगोसिएट गर्नको लागि टेबलमा आउन खोजिरहेको छ भनेर भन्छ। No, we never asked for a ceasefire and we have never asked even for negotiation. अब यहाँ इरानले चाहिँ के भन्छ भने नि ट्रम्पसँग हाम्रो कुरै भएको छैन, यहाँ नेगोसिएसनको कुराहरू कुनै निक्लेकै छैन। ट्रम्प यस्तो स्याल मान्छे हो नि, यो मान्छे लास्टे जो तो जे पनि भनिन्छ उसलाई बालै छैन। इरानको फरेन मिनिस्टरले चाहिँ यहाँसम्म भनिसकेको छ कि जुन मरिन पठाउने भनिएको छ नि हाम्रो ठाउँमा, ठिकै छ, अब यही कुरा बाँकी थियो, ठिकै छ पठाओस्, हामीले यही कुरा पर्खिरहेको थियौँ, ल हेरौँ के चाहिँ गर्दो रहेछ भनेर यहाँसम्म भनिसकेको छ। साथीहरू अहिले मिडल इस्टमा वार चाहिँ डेली एस्केलेट हुँदै गइरहेको छ, मिल्ने यहाँ कुनै नामो निशान छैन। ट्रम्प पनि अब फर्किन मान्दैन, झुक्न मान्दैन, इरान पनि झुक्न मान्दैन। भोलिको अपडेट्सहरू जे जति आउँछ म तपाईँहरूलाई फेरि अपडेट गरिराख्नेछु, फलो नगरेकोले फलो गर्नु होला।